तयार हुन आएको है साथीहरू जुगाडी। यो जुगाडले चाहिँ अब हामी के गर्छौँ हेर्नु ल। ल हेर्नु, आँप टिप्ने जुगाड बनाएर यसरी हेर्नु। यहाँ बोट सानो छ होइन, अनि चढ्न मिल्दैन, फेरि बोट चाहिँ अग्लो छ। अनि पाकेर झरुन्जेलसम्म राख्यो भने मान्छेले खान पाइँदैन, चरा चुरुङ्गी अरिङ्गालले खान्छ। अब हेर्नु, यसरी उपाय लगाएर जुगाड अघि बनाउनु भएको थियो नि, अहिले जुगाड पनि देखाउँछु म। यसरी एउटा मिरिन्डाको बोतललाई चाहिँ काटेर जुगाड बनाउनु भएको। खाने मुखलाई कहाँ जुगाले छेक्छ र, जसरी पनि खानु परेन। यहाँ गर्मी छ फेरि यस्तो शीतल फिर्केपछि। अनि हाम्रो चाहिँ यो छ काम। हेर्नु, आँप चाहिँ तर साह्रै साना साना फलेका छन् क्या। यो चाहिँ आम्रपाली हो। यसपालि दक्षिणपट्टि चाहिँ सबै हावाले झारेर छैन, यो उत्तरपट्टि अलिअलि छ 2-4 दाना। त्यही पनि फलेको फललाई त अब टिप्नै पर्यो। यसरी टिप्दैछौँ है साथीहरू हामी। ल